ज्येष्ठ नागरिकले अलि अपमान गरे जस्तो हैन, एउटा खुट्टा कता भन्ने शब्द पनि प्रयोग गरियो, त्यो पनि नगरियोस्। हामी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्न सिकौँ। प्रकृतिको नियम हो, हामी जन्मेपछि हुर्कन्छौँ, बढ्छौँ, बुढो हुन्छौँ, मर्छौँ। त्यसो भएको कारणले गर्दाखेरि कसैको त्यो ज्येष्ठ उमेरलाई हैन अपमान गर्ने खालको शब्द आउँदा दिनहरूमा हामी सबैले उच्चारण गर्ने छैनौँ भन्ने मलाई आशा छ। म चाहिँ भर्खरै दार्चुला गएको थिएँ, अलिकति असान्दर्भिक कुरातिर मोडिन्छु अब म। त्यो दार्चुलामा जाँदाखेरि म रोएर आएँ। म यहाँ माननीय मन्त्रीज्यूहरूलाई, विशेष गरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीज्यू, गृहमन्त्रीज्यू, उहाँहरूलाई पनि एकचोटि त्यहाँ भ्रमण गर्नका लागि त्यो दार्चुलाको ब्यास वडा गाउँपालिकाको वडा नम्बर 2 को दुम्लिङसम्म पुगिदिनका लागि म अनुरोध गर्दछु यो रोस्टरबाट। यति धेरै तपाईँको समस्या रहेछ, त्यो समस्यालाई देखेर म रोएर आएँ। बाटो नबनेको कारणले मान्छे तुइनमा महाकाली तरेर त्यहाँ महाकालीमा तुइन झरेर तपाईँको चाहिँ मर्ने, मान्छे नभएको त्यहाँ कुनै घर परिवार रहेनछ। म भनाइ छुट्याउनु होला, सरकारलाई त्यसतर्फ पनि ध्यान आकर्षण गर्न चाहन्छु। थुप्रै छन् कुराहरू, समय छोटो छ, यो समय पनि बढाउनुपर्छ भन्ने मेरो माग पनि छ। र अर्को कुरा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीज्यूलाई पनि म ध्यान आकर्षण गर्न चाहन्छु। यो फ्लाइट ढिलो हुँदो रहेछ, हाम्रो जहिले पनि फ्लाइट ढिलो हुँदो रहेछ। बिना कारण फ्लाइट डिले गर्यो भने सम्बन्धित तपाईँको चाहिँ कम्पनीलाई फाइन पो लगाउनुपर्छ कि भन्ने माग पनि म राख्न चाहन्छु।